त्यो रात जब रामधन काका खेतबाट भाग्दै गाउँभित्र पसे, उनको अनुहार यस्तो सेतो थियो जस्तो कसैले उनको नसाबाट सारा रगत निचोरेर निकालिदिएको हो। उनको धोती माटोले लतपतिएको थियो, खुट्टाबाट रगत बगिरहेको थियो र आँखा यति फराकिला भएका थिए जस्तो उनले यस्तो केही देखेका थिए जुन कुनै मानिसले कहिल्यै देख्नु हुँदैन। उनी चौपाल नजिकै आएर लडे र उनको मुखबाट एउटा मात्रै कुरा निस्कियो, ऊ आएकी छ, ऊ फेरि फर्किएकी छ। त्यसपछि उनका आँखा पल्टिए र उनी बेहोस भए। गाउँका मानिसहरू भेला भए। लालटिनको पहेँलो उज्यालोमा सबैका अनुहारमा डर स्पष्ट देखिन्थ्यो। कसैले पानी छर्कियो, कसैले हनुमान चालिसा पढ्न थाल्यो, तर रामधन काका त्यो रात होसमा आएनन्। अर्को बिहान जब उनको आँखा खुल्यो, उनले जे भने त्यो सुनेर गाउँका बुढाबुढीहरूको आत्मा नै काप्यो, किनकि उनी जुन कुरा गर्दै थिए त्यो कुरा यस गाउँमा पछिल्ला 40 वर्षदेखि कसैले पनि मुखबाट निकालेको थिएन। यो कथा हो भैरपुर गाउँको, लखनऊबाट करिब 70 किलोमिटर टाढा गोमती नदीको किनारमा बसेको सानो गाउँ, जहाँ कच्ची सडकहरू थिए, इँटा र माटोका घरहरू थिए र साँझ पर्नासाथ यस्तो अन्ध्यारो छाउँथ्यो कि लालटिनको उज्यालो पनि 10 कदमभन्दा टाढा पुग्दैनथ्यो। गाउँको बीचमा एउटा पुरानो शिव मन्दिर थियो जसको घण्टी साँझको आरतीपछि आफै बज्छ भन्ने कुरा मानिसहरू भन्थे। मन्दिरको पछाडि खेत सुरु हुन्थे र ती खेत पार गरेर करिब आधा किलोमिटर टाढा एउटा धेरै पुरानो बरको रुख थियो। त्यो बरको रुखको मुनि एउटा सुक्खा खाल्डो थियो। कसैले त्यसलाई कुवा भन्थे, कसैले खाल्डो, तर गाउँका बुढाहरू त्यसलाई रानीवाली खो भन्थे। भनिन्छ आजभन्दा करिब 80-90 वर्ष पहिले यस गाउँमा ठाकुर भगवन्त सिंह नामका जमिनदार बस्थे। उनकी बुहारीको नाम रानी थियो। रानी धेरै सुन्दरी थिइन्, तर उनको भाग्य निकै क्रूर थियो। विवाह भएको 2 वर्षमै उनको श्रीमानको सर्पको टोकाइबाट मृत्यु भयो। त्यसपछि ठाकुरको घरमा रानीलाई अपशकुन मान्न थालियो। उनलाई अन्ध्यारो कोठामा राखिन्थ्यो, खाना कहिले दिइन्थ्यो, कहिले दिइँदैनथ्यो। गाउँकी महिलाहरू कानाफुसी गर्थे, रानीमा कसैको नराम्रो नजर लागेको छ, ऊ डायन भइसकेकी छे। एक पूर्णिमाको रात रानी अचानक हराइन्। अर्को बिहान उनको लास त्यही बरको रुखमुनि रहेको खो नजिक भेटियो। उनको अनुहार यस्तो मोडिएको थियो जस्तो कसैले उनको घाँटी पुरै पछाडि फर्काइदिएको हो। आँखा पूर्ण रूपमा खुला थिए, जस्तो मर्ने बेला उनले यस्तो केही देखेकी थिइन् जसले गर्दा आँखा बन्द गर्न पनि सकिनन्। त्यसपछि त्यो खो नजिक कोही जाँदैनथ्यो। आमाहरू आफ्ना बच्चाहरूलाई डराउँथे, उता नजाऊ, रानीले समात्छे। गोठालाहरूले भैँसी त्यता लैजाँदैनथे। यहाँसम्म कि चराहरू पनि त्यो बरको रुखमा बस्दैनन् भन्ने गाउँलेहरू भन्थे। वर्षहरू बिते, पुस्ताहरू फेरिए, तर त्यो डर हराएन। त्यो ठाउँमा एउटा गहिरो चुप्पी बस्यो, जस्तो कसैले त्यो खो सम्झनाबाटै गाडिदिएको हो। तर केही कुरा यति सजिलै गाडिँदैनन्। केही कुरा जमिन मुनि पनि सास फेरिरहन्छन्। त्यो घटना त्यस वर्षको हो जब गाउँमा पहिलो पटक बिजुलीका तारहरू जडान भए। केही जवान केटाहरू शहरबाट पढेर गाउँ फर्किएका थिए। तिनैमध्ये एक थियो सुमित, रामधन काकाको भतिजो। सुमितलाई यी पुराना कुरामा विश्वास थिएन। ऊ भन्थ्यो यी सबै अन्धविश्वास हुन्। एक साँझ उसले बाजी लगायो कि ऊ राति एक्लै बरको रुख भएको खोसम्म जान्छ र त्यहाँबाट माटो लिएर फर्किन्छ। त्यो रात अमावस्या थियो। आकाशमा चन्द्रमा थिएन। गाउँमा राति 9 बज्नासाथ सन्नाटा छाउँथ्यो। झिङ्गुरहरूको आवाज कहिलेकाहीँ। सुमित टर्च लिएर खेतको बाटो हुँदै गयो। सुरुमा उसलाई केही अनौठो लागेन, तर जति जति ऊ बरको रुख नजिक पुग्दै गयो, उसले महसुस गर्यो कि हावा अचानक बन्द भएको छ। झिङ्गुरहरू चुप, कुकुरहरूको आवाज पनि बन्द। संसारले सास फेर्न छोडे जस्तो गहिरो सन्नाटा। सुमितले टर्च बरको रुखमा हाने। रुख निकै ठुलो थियो। उसका जरा जमिनमाथि फैलिएका थिए जस्तो कुनै राक्षसका औँलाहरू। ती जराको बीचमा त्यो खो थियो, करिब 4 फिट चौडा, गहिरो र अँध्यारो। सुमित खोको किनारमा बसेर माटो उठाउन लाग्यो। त्यही बेला उसले महसुस गर्यो कि खो भित्रबाट कुनै आवाज आइरहेको छ, धेरै हल्का, जस्तो कुनै महिला सुब्किरहेको हो। उसले टर्च खोभित्र हाने। अँध्यारो यति गहिरो थियो कि उज्यालो केही फिटभन्दा अगाडि जान सकेन, तर उसले केही सेतो देख्यो। सुरुमा उसले सोचे फफुँदी होला, तर त्यो सेतो चिज हल्लियो, बिस्तारै माथि सर्दै गयो। त्यो एउटा हात थियो,
लामो औँलाहरू भएको, खोको भित्तामा टाँसिएर माथि चढिरहेको, अनि एउटा अनुहार देखियो, घाँटी उल्टो मोडिएको, कपाल तल झुन्डिएको र आँखा बिल्कुल सेता, बिना पुतलीका। सुमित भाग्यो। ऊ यति छिटो भाग्यो कि खेत कसरी पार गर्यो भन्ने उसलाई याद पनि रहेन। तर भाग्दै गर्दा उसले पछाडि पैतालाको आवाज सुन्न थाल्यो। दौडिने होइन, बिस्तारै हिँड्ने। गिली माटोमा नाङ्गा खुट्टाको छप 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 जस्तो आवाज, जस्तो कोही ठिक उसको पछाडि हिँडिरहेको हो। सुमितले फर्केर हेरेन, तर उसले आफ्नो घाँटीको पछाडि कसैको चिसो सास महसुस गर्यो। ऊ गाउँ पुगेर चौपालमा लड्यो। अर्को बिहान उसले बोल्न अस्वीकार गर्यो। 3 दिन ऊ चुपचाप बसिरह्यो। चौथो दिन उसले एउटा मात्र कुरा दोहोर्यायो, ऊ मेरो पछाडि आएकी थिइन, ऊ त मेरो साथमै आएकी छ। त्यसपछि सुमित परिवर्तन भयो। ऊ राति सुत्दैन थियो, झ्यालबाट खेततिर हेरेर बसिरहन्थ्यो। कहिलेकाहीँ कारण बिना मुस्कुराउँथ्यो। रामधन काकाले ओझा बोलाए। ओझाले सुमितलाई देख्ने बित्तिकै भन्यो, यो साधारण साया होइन, 80 वर्षदेखि त्यो खोमा बाँधिएको आत्मा हो। अमावस्याको रात सुमितलाई खो नजिक लगेर पूजा गर्ने निर्णय भयो। जब पूजा सुरु भयो, दियोको ज्वाला नीलो भयो। खोभित्रबाट फेरि सिस्कियाँ सुनियो। अचानक सुमित उठ्यो, तर उसको शरीर मान्छेको जस्तो थिएन। उसको कम्मर पछाडि झुकिएको, टाउको उल्टो लट्किएको, अनि उसको मुखबाट एउटी महिलाको आवाज निस्क्यो, मलाई किन बाध्यो? मैले के गल्ती गरे? मलाई त मारिएको थियो। त्यसपछि भयानक चीख आयो र सुमित बेहोस भयो। सबैले सोचे सबै सकियो, तर 3 दिनपछि रामधन काकाले देखे सुमित राति खेततिर हिँडिरहेको छ। जब उनी बरको रुख पुगे, सुमित खोको किनारमा उभिएको थियो र उसको छेउमा सेतो साडी लगाएकी एउटी महिला थिइन्। उनीहरूले एकअर्काको हात समातेका थिए। अर्को क्षण दुवै खोको अँध्यारोमा हराए। सुमित कहिल्यै भेटिएनन्। गाउँलेहरूले त्यो खो माटो र ढुङ्गाले पुरिदिए, तर कथा त्यही समाप्त भएन। केही महिला अघि जब म त्यही गाउँ गएको थिएँ, एक बुढी आमाले भनिन्, खो त पुरियो बाबु, तर रानी गइनन्। रानी त ठाउँ बदलिरहन्छे। पहिले खोमा थिइन्, त्यसपछि सुमितमा आएकी थिइन्, अब कसमा छ कसलाई थाहा। त्यो रात जब म सुतिरहेको थिएँ, मलाई लाग्यो कोही मेरो कोठामा छ। चिसो सास मेरो कान नजिक। जब मैले टर्च बाले, कोठामा कोही थिएनन्, तर भुइँमा 2 जोडी उल्टा पैतालाका चिन्ह थिए। एडी अगाडि, औँलाहरू पछाडि। ती चिन्ह ढोकाबाट आएका थिएनन्, ती त मेरो ओछ्यानको छेउबाट सुरु भएका थिए। जस्तो कोही मेरो ओछ्यानमा बसेको थियो अनि उठेर कोठाको कुनामा गएको थियो। त्यो रातपछि म त्यो गाउँ कहिल्यै फर्किन, तर कहिलेकाहीँ राति जब सबै शान्त हुन्छ, मलाई लाग्छ मेरो घाँटीको पछाडि फेरि कसैको चिसो सास लागिरहेको छ। र मलाई डर लाग्छ कि सायद बुढी आमाले भनेको कुरा साँचो थियो, रानी ठाउँ बदलिरहन्छे, र सायद अब ऊ मेरो बर्फ जैसी ठंडी। और मुझे डर है कि बूढ़ी अम्मा सही कह रही थीं, रानी जगह बदलती रहती है, और शायद अब वो मेरे साथ है।